के छौ साथी हो ठिक छ आम्बो कत्रो घाम लागेको आमामामामामामामा अहिलेको बेलुकाको कति बज्यो भन्दाखेरि 5:30 भइसक्यो है मलाई त यस्तो लाग्न थाल्छ कि नेपालमा एउटा घाम लाग्छ नि यहाँ 4वटा घाम लाग्छ देख्न त एउटै देख्छ आँखामै लाग्यो फेरि यत्रो घाम मरिँदैन भने हर हर महादेव पानी पारिदेऊ भन्नु अब चिलाउँ भन्ने के गराउनु होइन अहिले फेरि यहाँ सर्लक्कै पानी पऱ्यो भने त फेरि सिद्धिएला यहाँ त डुबान्नु पर्छ त नि समुद्रको बिचमा चाहिँ लान्छ सलाल लाएर तर पनि केही छैन घाम हेर न यस्तो चर्को घाम 5:30 बज्यो है दुबई अब के भन्छ नि हेर्दाखेरि मात्र अब दामी देख्ने हो घामले त सालाम सुर्लुममा चप्लाङ्गै बनाउँछ नि घाम त यहाँ कहाँ हो गयो घाम यहीँ छ घामी धेरै टाढा गएको छैन नजिकै छ यस्तो लाग्छ हो तर नेपालमा चाहिँ के हुँदो रहेछ भने अहिले हाइटमा घाम लाग्छ भने यहाँ त अलिक नजिक घाम लाग्छ जस्तो लाग्नु थाल्यो हो मलाई त अब हेर यहाँ हेर्नमा दुवै चिटिक्क परेको हर हर महादेव पानी पारिदियो भनेर गरौँ भने नि फेरि सर्लाक्कै पानी पऱ्यो भने त यहाँ त डुब्छ नि गाह्रो छ अब ड्युटी सकेर घर जाउँ भनेको गाडी कहाँ हो घामले बिताउनु लाग्यो केटा हो म त अब सकिने भयो त नि ठ्याक्कै उल्टो छ कि नेपाल भन्दा नि यहाँ नेपालमा चाहिँ के हुन्छ भन्दाखेरि पानी तताएर नुहाउनुपर्छ चिसो बनाएर पानी तताएर तातो पानी बनाएर नुहाउनुपर्छ यहाँ चाहिँ तातो पानीले चिसो बनाएर नुहाउनुपर्छ गाह्रो छ हो गाह्रो छ घामले मरिन्छ कि के हो यार नसकिने भयो तर यतातिरको डेकोरेसन चाहिँ अलिकति खत्रै बनाएको हुन्छ होइन अब यहाँ अब हेर न यहाँ हरियाली छ यहाँ हरियो भनेको थिएन पाउनु भनेको यस्तो है रुख छ अब छोयो भने फेरि फाइन हान्ला कुनैमा त फाइन हान्दैन होला हान्छु भन्दा आयो नि म त भागिदिन्छु नि फेरि होइन यो सकली हो कि नक्कली हो छुटाउन नि गाह्रो हो यत्रो घाममा अब यो थामेर त बस्न नसक्ने कुरो हो होइन नेपालमा भएर साला सुलुक मरिसक्थ्यो होला यहाँतिरको अलिक बलियो हुन्छ क्यारे पुरै स्ट्रङ हुन्छ यो तर पानी चाहिँ दिइरहेको छ है क्यारे पानी पुरै यस्तो पाइप गरेर होइन पानी कहाँबाट आएको थाहा छैन यस्तो मरुभूमिमा पानी पनि आउँदो रहेछ है अचम्मको कुरो छ बिल्डिङ त हेर नि यहाँ साथीहरू यो बिल्डिङ त अब यहाँ भूकम्प आयो भने सर्ला के तल सुत्छ केही छैन विचार अब अरूभन्दा नि बस चाहिँ कहिले आउने भन्ने कुरो हो यहाँ पुरिरहेको छु यहाँ पर बस्नु आउने हो बस चाहिँ अहिलेसम्म नि आएको छैन अब हेर सफा त सफा छ है फेरि सफा छैन भन्दिनँ म सबै कुरो ठिक छ घाम अलिकति बेसी छ लाग्नु त एउटै घाम देख्छ खोइ नेपालमा भन्दा त यहाँ भत्ता पोले जस्तो पनि लाग्छ बेसी नै सास फेर्नै गाह्रो हुन्छ 5:30 बजे त शीतल चल्नु नि सर हावा चल्नु नि तर यहाँ हरियाली रुखहरू छ फेरि यो रुख कसरी पानी भेट्यो भनेर म यहाँ सोचिरहेको छु कि यहाँ मुनि जमिन मुनि पानी छ कि यहाँ तेल छ होला भनेर सोचिरहेको छु तर यहाँको रुखहरू चाहिँ बचाउँदो रहेछ कहाँबाट पानी ल्याएर खसालेर अब हेरकेटा हो तिमीहरू अब दुबई आउँछौ भने नआऊ चाहिँ भन्दिनँ म हो तिमीहरूको लागि फाइदा भनेको एउटा कपाल सालक सुरु के झर्छ मेरो जति गरी हेर यहाँ ताल चालु हुन लागिसकेको छ अब 2-4 महिनापछि हेर मिलन भ्लग चालु हुन्छ त्यतिसम्म चाहिँ हुन्छ बस पनि आयो जस्तो छ है अब कति सायरी हान्नु कति ऊ हान्नु भन्दा यसो कहिले त कमेडी भिडियो पनि हान्ने गरेको छु बस पनि आएको छु चट्ट लाएर यो कुन देशको केटीहरू चिन्दिनँ म यस्तो यो केटा कर्नरबाट केटीहरू चाहिँ फेरि मलाई ठिक पनि लाग्दैन कुन देशको अब कालो कालो छ अब कुन देश थाहा छैन मलाई छोडिदिउँ होइन घाम चाहिँ ओभर हो यार बस ऊ त्यो पछाडि ऊ त्यो सिग्नलमा छ बस चढिन्छ रुममा गइन्छ एसीमा डङ्गै सुन्छ तर दुबईमा एसी भन्यो भने मान्छे मरो सिद्धो जस्तो लाग्छ हो मलाई त कसरी मात्छ होला यो बाहिरतिर काम गर्छ नि यो कन्स्ट्रक्सन लाइनमा ऊ त्यो बिल्डिङको माथि काम गर्नेहरू कसरी काम गरिरहेको होला यत्रो बिल्डिङ बनाएको छ यी अचम्मै छ हो यहाँ भूकम्प आयो भने त अब बाँध्दैन होला सारा सुरुप्पै झर्छ होला यस्तै छ बस पनि आयो अब यसो गरौँ मिलन भ्लगलाई फलो गरौँ लाइक गरौँ कहाँबाट हेरेको छ भनिदिउँ त्यति भएपछि मिलन भ्लगको फेरि भिडियो आएकै गर्छ ल बाई गाइज
Hola, cabrón. Aló. Hola, cabrón. Atravessou a mensagem. Atravessou a mensagem. Atravessou.